बाई बाई छोरी आप्पा आप्पा गर आप्पा गर ल जाउँ 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 लु गयो है राम्रो सम्हाल मेरो छोरी ल ल गयो गयो ल सबै सामान पस्यो नि हावा ठिकै छ तिम्रोमा तै पनि एकचोटि चेक गर्ने हो कि भन्ने मात्र हो ओ हाम्रो हावा हेर त हाम्रो हावा हेर त पर्खिला बाई बाई त्यसले अलिक पछाडि बस्छ तिमी ल हो ल बाई बाई ल है भाउजू गयो है भाउजूहरू ए यही हो ओ दाइ मेरो प्रेसर हेरौँ न मेरो प्रेसर हेर्न बाइकको प्रेसर हो अहिले चाहिँ हामीहरू मनरी बजार आइपुग्यो मनरी होइन यो मनरी हो ल साथीहरू हाम्रो नर्थ एबिसीको यात्रा चाहिँ सुरु भइसकेको छ अफिसियल रूपमै अहिले हामीहरू हेटौँडाबाट हिँडेको मनरी कटेर पनि हामीहरू अहिले यो ज्यामिरे चितवनतिर लाग्दैछौँ ज्यामिरे पुग्न आँट्यो एउटा टोली अगाडि गइसकेका छन् दुईजनाको टोली अहिले म र एउटा भाइ छ यहाँ पछाडि हाम्रो भाइ आजको हाम्रो यात्राको टार्गेट चाहिँ हुमखोला भन्ने ठाउँसम्म छ सकेसम्म हामी हुमखोलासम्म चाहिँ आज पुगाउनै भन्ने प्रयास हो हेरौँ के हुन्छ मुगलिन बजार आइपुग्यो सन्नानी सेल्टीज्यू अहिले चाहिँ हामी मुगलिन बजारमा छौँ मुगलिन बजारमा खाना खान्छौँ र अब हामी मुगलिन पोखरा हाइवेतर्फ लाग्छौँ हेर्न सक्नुहुन्छ मुगलिन पोखरा हाइवे एकदमै राम्रो बनेको छ अबको यात्रा हाम्रो मुगलिन हाइवेमा अहिले दिउँसोको 1 बज्न लाग्यो होला हामीहरू यो मुगलिन पोखरा नयाँ हाइवेको चिल्लो सडकमा गुड्दैछौँ अबको हाम्रो यात्रा भनेको बेनी पोखरा बेनी तातो पानी हुँदै हुमखोलाको लागि अगाडि बढ्दैछ हाम्रो प्लान अनुसारले चाहिँ हामीहरू साधन तातो पानीमा राख्छन् र हुमखोलाको जिपमा चढेर चाहिँ हामी हुमखोलातिर लाग्छौँ आजको बाद सायद हुमखोला यदि कारणवश ढिला भएमा हामीहरू तातो पानीमै बस्ने निधो गरेका छन् केटाहरू आइरहेछ केटाहरू आइरहेछ यहाँ पनि उ छ क्या केबल कार केटाहरू कत्रो बेर लागेको मनाङ जाने मनाङ जाने भयो यहीँबाट त हो नि मनाङ हामी अस्ति नै कहाँ मनाङ के हो केटाहरू आइपुगेन चाहिँ कि गइसक्यो कत्रो बेर लाग्यो फेरि के गर्छ कहिले स्पिड आउँछ कहिले बिस्तारै आउँछ
किन नआयो केटाहरू यार कत्रो बेर लागेको हेलो मिस्टर सञ्जीव केसरी हामी चाहिँ हिजो राति कति बजीतिर आइपुग्यो हामी 7-8 बजीतिर आइपुग्यो यहाँ यो तातो पानी भन्ने ठाउँमा छौँ अहिले हामी चाहिँ यहीँ बास बसेको यो रुममा बास बसेको यो रुमको चाहिँ कति 1000 लियो होइन 1000 लियो अनि 3टा बेड थियो सबै एकै ठाउँमा राखेर हामी चाहिँ यहीँ सुत्यो अब हामी चाहिँ बिहान अब 7 बज्यो अहिले 7:30 बजीको यहाँबाट गाडी लाग्दो रहेछ गाडीमा चढेर अब जान्छु तपाईँहरू आउनुभयो भने चाहिँ सकेसम्म बेलुका नै बुकिङ गर्नु गाडी नत्र प्याक हुँदो रहेछ बिहानको फर्स्ट आवरको गाडीहरू बिस्तारै अब लाग्ने तयारीमा छौँ अब बाटोमा अब यहाँबाट चाहिँ आफ्नो बाइकहरू लानुलाई अलिक रिस्की बाटो छ त्यो भएर बाइक चाहिँ हामी यहीँ बाहिरै छोडेका छौँ यसरी छोपेर नेपालले छोपेका छौँ अब चाहिँ हामीहरू यो माथि हेर्नुहोस् बाहिरको भ्यू उता हिमाल देखिरहेको छ हिमाल टल्किँदै गइरहेको छ अब हिमालहरू हल्का फुल्का देखिरहेको छ कुन हिमाल हो यो सानोतिनो हिमालहरू होला यो सायद हिमाल पनि होइन होला यो सायद अस्तिको हिउँ परेर अलि हिमाल देखिरहेको नत्र नर्मली यसो हिउँ देखिँदैन थियो पहिला त यस्तै हो पारी यो पुलको पारिपट्टि चाहिँ छाप्राहरू देखिरहेको छ त्यहाँ चाहिँ तातो पानी कुण्ड छ हामी हिजो त्यहीँ नुहायौँ तलतिर नि छ छन चाहिँ तर यो हामी झलिङ्गे पुल क्रस गरेर जाँदा चाहिँ छुट्टै रमाइलो भयो हिजो ल अब हामी चाहिँ बाटोमा भेटौँ ल यहाँनिर प्र्याक्टिस गर्दै हुनुहुन्छ हामीले मेन एक्चुअल टार्गेट चाहिँ वहाँ छ वहाँ छ उहाँहरू पनि नै कताको हो हिजो यही झलिङ्गे पुल तरेर हामी चाहिँ उहाँ पारी यहाँनिर तातो पानी कुण्डमा नुहाएको मजा आयो कान्छा यता हेर कान्छा ए गोरे डन आम्मामा गोरे डन हेर्न नेताहरूको झोलेहरू भनिदिनुपर्छ ब्या ब्या भन्ने भिडियो Okay. Hello, hi.
सबैजनालाई हामी अहिले चाहिँ यो गाडीको स्टप पोइन्टसम्म आइपुग्यो। अब हाम्रो नर्थ एबिसीको एक्चुअल हिँडाइ यहीँबाट सुरु हुन लाग्छ। पहिलो पाइला चाल्ने तर्खरमा छौँ हामीहरू चाहिँ होइन। यहाँ चाहिँ यो प्रोजेक्टले गर्दा यहाँसम्म बाटो आएको रहेछ, धेरै सुविधा भएको छ, जसलाई हिँड्नलाई गाह्रो हुन्छ। अब आँट्नेहरू चाहिँ एकै दिनमा नि पुग्न सक्ने रहेछ। अब तर हामी चाहिँ आफ्नै जहाँसम्म पुगिन्छ त्यहाँ बास बसेर भोलिपल्ट चाहिँ सकेसम्म बुस्केट मेला भन्ने ठाउँसम्म पुगेर आज त्यहीँ बास बस्यौँ र भोलि पञ्चकुण्ड ताल घुमेर फर्किने ढिलो गरेका छौँ। यो डाँडा यत्रो ठुला ठुला छ, यहाँको क्यामेराले प्रोपर भ्यू देखिँदैन, हेर्दैन क्यामेराले नै। अहिले हाम्रो आँखाले हेरेको जस्तो देखिँदैन है। ल अब हाम्रो यहाँको यात्रा चाहिँ अब सुरु भयो है। अब बाटोतिर भेट्दै गरौँ ल। बाटो भने यस्तै हो, यहाँ देखिन थालेछ। हेटौँडाको टोलीहरू पनि अरू रहेछ, हेटौँडाको टोलीहरू पनि भेट्यो है बाटोमा। साथीहरू, हुम खोलादेखि केही माथि चढिसकेपछि हामी एउटा झोलुङ्गे पुल तर्छौँ र झोलुङ्गे पुल तरिसकेपछि गुराँसे डाँडाको ठाडो उकालो र ओह्रालो झर्छौँ। त्यसपछि हामीलाई स्वागत गरिरहेको हुनेछ फुतफुते झरनाले। फुतफुते झरनामा समय बिताउन नछुटाउनुहोला। साथीहरू, फुतफुते झरनामा केही समय बिताइसकेपछि हामी उकालो बाटो लाग्यौँ। करिब 1-1.5 घन्टाको चढाइपछि हामी सन्धि खर्क आइपुग्यौँ। पृष्ठभूमिमा देख्न सक्नुहुन्छ सन्धि खर्क। यहाँ खाना बस्नको राम्रो प्रबन्ध छ र हामीले दिउँसोको खाना पनि यहीँ खायौँ। करिब 1-1.5 बजेतिर हामी दिउँसोको खाना खाइसकेपछि हामी यात्रामा अघि बढ्यौँ र यसपछि पनि उकालो बाटो लाग्नुपर्छ। यो उकालो कटिसकेपछि फेरि ओह्रालो झरेर हामी गुफा फाँट पुग्छौँ। गुफा फाँटपछि हामी पुग्छौँ बुस्केट मेला। बुस्केट मेलामा पनि खाना बस्नको राम्रो प्रबन्ध छ र गुफा फाँटमा पनि छ, तर आजको हाम्रो बास पनि बुस्केट मेलामा हुनेछ। अहिले चाहिँ हामी यो बुस्केट मेला भन्ने ठाउँ पुग्न आँट्यो। अब 1 घन्टा बुस्केट मेला 1 घन्टा 1 आवरमा चाहिँ हामी बुस्केट मेला पुग्छौँ रे। अब यहाँ सायद यो डाँडाको पछाडिपट्टि हुनसक्छ। अब यस्तै हामी आएको बाटो चाहिँ यता भयो।
यता हुँदै आएको यस्तो 2-3वटा डाँडा कटेर यता आइसक्यो हामी ल साथीहरू बुस्केट मेलामा गएर भेटौँ ल रेड वाटरफल रेड आइस वाटरफल पहिला त्यो लसुनको पानी बनाएर खुवाएर पठाउने पहिला सुप बनाएर खुवाएर पठाउने गरे है माथि पुगेर आइसकेपछि उनीहरूले दाइको करले चाहिँ म बडो राम्रो हेरेर आइयो भनेर चित्त बुझाएर गयो कि धेरै मान्छे खुसी भएको छ नि तपाईँले गर्दाखेरि भाइ यहाँ अर्को पालो आउँदा त 3 तार तलको हुनुपर्छ अब 3-4 तल होइन बाबु अब चाहिँ एक ताले अन्तर बिचमा भोर हुने अर्को ऊ माथि भन्नु नि घर हुन्छ होला एटेच सायद चाहिँ अर्को साल चाहिँ एटेच तातो चिसो नहुनेको व्यवस्था ल त लाग्दै गर्छ है हामी त अब हिँड्दै गर अहिले चाहिँ हामीहरू बेस क्याम्प नजिक पुग्न आँट्यो यो हामीहरू लगभग आधा 1 घन्टा जति हुन लाग्यो होला तल कुन ठाउँबाट हिँडेर हामी केटा हो बुस्किट मेलाबाट हिँडेको अब आधा घन्टा 1 घन्टा हुन आँट्यो यस्तो अवस्थामा छु है यस्तो पहराहरू छ त्यो पहरा खोजहरूको बिचबाट जाने रहेछ ट्रेकिङ रुट चाहिँ एकदम दामी छ रुट चाहिँ बेस्ट छ रुट राम्रो छ तर हाम्रो नेपालीहरूले चाहिँ एकैचोटि कभर गर्न कोसिस गर्छ त्यसले गर्दा ठाउँ ठाउँमा लेक लाग्ने सम्भावना हुन्छ सकेसम्म बिचमा एक बास बसेर मात्र बेस क्याम्प पुग्नु होला त्यसले नै धेरै फरक पर्छ अरू भने त्यस्तै हो रमाइलो भइरहेछ हिजो चाहिँ मेरो नि टाउको एकदम दुखेको थियो अहिले राति औषधी खाएर सुतेको निको भएको छ अहिले अब एकैचोटि हामी बेस क्याम्प गएर भेटौँला है त मामाश्री चाहिँ बिस्तारै बिस्तारै आउनु भइरहेछ फुल आराम गर्दै यस्तो छ है यतातिरको भ्यू चाहिँ आमा जता हेरे पनि हिमाल हिमालको चोखो पानी नमस्कार साथीहरू 2 दिनको लगातारको चढाइपछि हामी आज दिउँसोको 12:30 बजीतिर यो अन्नपूर्ण नर्थ बेस क्याम्पमा आइपुगेका छौँ देख्न सक्नुहुन्छ भ्यूहरू देखाउनुहोस् त भाइ एकदम रमाइलो ठाउँ छ एकचोटि चाहिँ यो ठाउँमा अनिवार्य आउनुपर्ने जस्तो लाग्यो मलाई चाहिँ ट्रेल पनि त्यस्तो गाह्रो छैन उकालो ओह्रालो गर्ने हो हामी पनि वर्षमा पहिलोचोटि हिँड्ने एक पाइला हिँड्ने मान्छेहरूलाई पनि सक्ने नै खालको छ त्यस्तो फेरि गाह्रो त लागेन हल्का लेक लाग्ला जस्तो चाहिँ भएको थियो हिजो एक ठाउँमा त्यसपछि राति औषधी खाएर सुतेपछि चाहिँ सब निको भयो अब चाहिँ लेक लाग्ने सम्भावना कमै छ अब हाम्रो अझै पनि हामी चाहिँ माथिपट्टि अलि माथिसम्म गएर यसो फोटो भिडियोहरू खिचेर निस्किने कोसिसमा छ ल धन्यवाद
यहाँबाट हुँदै तातोपानीको हाइट 1200 मिटर। तातोपानीबाट नागढुङ्गा भन्ने छ, नागढुङ्गामा पुल छ पोइन्ट, त्यो पुलबाट सिधै गयो भने तपाईँ जोमसम हुँदै मुक्तिनाथ जान सक्नुहुन्छ भने हामी चाहिँ त्यहाँबाट राइट लागेर लोवर नार्च्याङ र बास्कोट भिलेज हुँदै मालारानी चोटे पानी भन्ने हाइट 2370। त्यसपछि हामी आइपुग्छौँ हुमखोला, जुन चाहिँ अहिले यो ठाउँ हुमखोला। यतिसम्म चाहिँ गाडीको यात्रा, यहाँसम्म चाहिँ तपाईँहरू गाडीमा आउन मोटर गाडीको सक्नुहुन्छ। यात्रा। यहाँको हाइट चाहिँ 2883 मिटर छ। अनि यहाँबाट तपाईँको ट्रेकिङ सुरु हुन्छ। यहाँबाट तपाईँ हिँड्दै फुतफुते झरनामा गएर एकछिन आराम गर्नु। यहाँको हाइट 3133 मिटर छ। यहाँबाट फेरि हिँड्दै शान्ति खर्क भन्ने ठाउँ छ। फुतफुतेबाट शान्ति खर्कसम्म पुग्नलाई 1.5देखि 2 घन्टा लाग्ने भयो नर्मल मान्छेहरूलाई चाहिँ। अलि हिँड्ने मान्छेलाई चाहिँ 1 घन्टामै पुगिन्छ। यहाँबाट फेरि अनि गुफाफाड, शान्ति खर्कमा बस्ने ठाउँ छ, खाने ठाउँ छ। त्यसपछि गुफाफाडमा नि बस्ने ठाउँ छ, खाने ठाउँ छ। त्यसपछि यो स्काई केप भन्ने छ, यतातिर चाहिँ बस्ने ठाउँ छैन। त्यहाँबाट तपाईँहरू बुस्केट मेला पुग्न सक्नुहुन्छ है। त्यहाँ चाहिँ 3551 मिटर हो। हामीले बास बसेको ठाउँ पनि त्यही हो। यहाँ होटल पनि छ, हामी पनि यहीँ बसेको थियो। अनि यहाँबाट सुरु हुन्छ है गाइस तपाईँहरूलाई लेक लाग्नलाई। यहाँबाट चाहिँ अलिक ख्याल गर्नुपर्छ। अनि यहाँनिर आराम पनि गर्न सक्नुहुन्छ। तपाईँहरू सिधै हुमखोलाबाट सिधै यो पाचकुण्ड अन्नपूर्ण बेस क्याम्पमा जाने कोसिस चाहिँ नगर्नु होला। प्रायःले जान्छु भन्छ तर यहाँ गएर लेक लागेको थाहा हुँदैन है। अनि त्यसपछि भुस्केटबाट जाने यो धर्मशाला छ। यहाँ चाहिँ पुरै खाली छ घर, तपाईँहरू टेन्सन ल्याछ भने यहाँ गएर बस्न सक्नुहुन्छ है। अनि त्यसपछि फेरि यहाँबाट धर्मशालाबाट तपाईँलाई 1.5देखि 2 घन्टा लाग्छ है माथि पञ्चकुण्ड पुग्नलाई। अनि त्यहाँबाट गएपछि लेक छ यहाँनिर पञ्चकुण्ड, जुन चाहिँ 4500 मिटर हाइटमा छ। मेन पोइन्ट यहाँ घुम्ने हो। 4050 रहेछ। यो 4050 मिटर। त्यसपछि तपाईँलाई अझै राम्रो भ्यू आउने, अलि राम्रो अलि इन्जोय गर्ने हो भने यहाँबाट आधी घन्टा या 1 घन्टाको बाटोमा चाहिँ तपाईँहरू माथि बेस क्याम्प पुग्न सक्नुहुन्छ। फर्स्ट बेस क्याम्प अन्नपूर्ण, जुनको हाइट चाहिँ 4190 मिटर छ। योभन्दा माथि जाने कोसिस नगर्नु होला। योभन्दा माथि जाने भनेको शेर्पा र हिमाल चढ्ने टुरिस्ट मात्र हो। हस् त, धन्यवाद। ताली जल्दी चलो, कल सुबह 15 मिनट निकलना है।